तपाईको कसैले नराम्रो गरेर आफू राम्रो जिन्दगी जिउँदैछ भने नि अलिकति पर्खिनुहोस्। त्यो माथि बसेको एकजना छन्, उनले समय आउन साथ यस्तो मजाले हिसाब किताब लिन्छन् नि, उसले पनि बुझ्न सक्दैन कि उसँग के हुँदैछ। त्यसैले आफूले सधैँ राम्रो कर्म गर्नुहोस्, कसैको कुभलो नचिताउनुहोस्। तपाईको सधैँ राम्रो भएर जान्छ। यदि तपाईले अरूप्रति नराम्रो भावना, खराब विचार, सधैँ अहित नै सोच्नुहुन्छ अरूको लागि, तपाई पनि तयार रहनुहोस् आफ्नो अहित सहनको लागि। त्यो माथि बसेको व्यक्तिले गनी गनी हजुरसँग एक एक हिसाब किताब लिनेछ। त्यतिखेर नरुनु होला कि मसँग के हुँदैछ, के भइरहेछ मलाई भनेर। त्यो तपाईको कर्मको फल हो जुन तपाईले भोग्नु नै पर्छ।